Okay, welcome guys to the day 4 of the Certified Kubernetes Administrator course. यो कोर्समा चाहिँ हामीले चाहिँ क्युबरनेटिक्स कम्पोनेन्ट्सको बारेहरूमा चाहिँ अलिकति स्टडी गर्छौँ हैन। योभन्दा अगाडिको भिडियोहरूमा चाहिँ हामीले मिनी क्युबमा क्युबरनेटिक्सलाई चाहिँ कसरी स्पिन अप गर्ने त्यो कुरा हेऱ्यौँ। मिनी क्युब युज गरेर क्युबरनेटिक्स एउटा क्लस्टर कसरी बनाउने र अर्को भिडियोमा चाहिँ हामीले चाहिँ एउटा स्ट्यान्ड एलोन क्युबरनेटिक्स क्लस्टर चाहिँ हामीले बनायौँ जुन चाहिँ उबुन्टु बेस्ड अपरेटिङ सिस्टममा चाहिँ थियो है त। सो क्युबरनेटिक्स कम्पोनेन्ट्स अब यति सबै गरिसकेपछि हाम्रो अब यसपछिको टार्गेट भनेको क्युबरनेटिक्स कम्पोनेन्ट्स हो। सो कुनै पनि क्युबरनेटिक्स कम्पोनेन्ट्समा चाहिँ धेरै जस्तो धेरैमा दुईवटा कम्पोनेन्टहरू हुन्छ, एउटा कन्ट्रोल प्लेन हुन्छ, एउटा चाहिँ वर्कर नोड हुन्छ। सो कन्ट्रोल प्लेन भनेको चाहिँ के हो त भन्दाखेरि ब्रेन अफ अ क्लस्टर, जसले चाहिँ के काम गराउँछ त भन्दाखेरि मेरो डिजायर्ड स्टेट चाहिँ यो हो है भनेर चाहिँ उसले चाहिँ के गर्छ, एउटा आदेश दिने काम गर्छ र त्यो डिजायर्ड स्टेटको एउटा स्टेट चाहिँ मेन्टेन गर्ने काम पनि कसले गर्छ त भन्दाखेरि क्युबरनेटिक्स क्लस्टरको कन्ट्रोल प्लेनले गर्छ भने वर्कर नोडको काम के हो त भन्दाखेरि उसले चाहिँ कन्ट्रोल प्लेनले जे आदेश दियो त्यसलाई चाहिँ फुलफिल गर्ने काम चाहिँ के हो त वर्कर नोडको। हाई लेभल आर्किटेक्चरमा बुझ्दाखेरि चाहिँ यो फिगर हेरौँ। सो क्युबरनेटिक्स क्लस्टरमा हामीसँग एउटा कन्ट्रोल प्लेन छ र नोडहरू छ। सो कन्ट्रोल प्लेन भनेको अघि मैले भनिहालेँ ब्रेन अफ द क्युबरनेटिक्स क्लस्टर हो भने नोड भनेको चाहिँ वर्कर नोडहरू भयो, जसले चाहिँ यसले भने बापत चाहिँ उसले के काम गर्छ त नोडहरूले चाहिँ त्यो कुरालाई चाहिँ फुलफिल गर्ने काम गर्छ है त। अब यो कुरालाई चाहिँ अब एउटा सुपर मार्केटको एनालोजीभित्र हेरौँ है त। सुपर मार्केटको एनालोजी, लेट्स टेक एन इक्जाम्पल अफ द भाटभटेनी सुपर मार्केट। सो भाटभटेनी सुपर मार्केट नेपालभरि जताततै छ होइन, मेन सिटीहरूमा चाहिँ जताततै छ। सो एउटा कुनै सुपर मार्केटको एनालोजी लिएर चाहिँ एउटा कुनै शाखाको एनालोजी लिएर चाहिँ हेरौँ है त। सो क्युबरनेटिक्स क्लस्टर भनेको चाहिँ के हो त, एउटा भाटभटेनीको एउटा शाखा हो अहिलेको लागि, त्यो भनेर मानौँ। सो भाटभटेनीको शाखाभित्र के छ त भन्दाखेरि डिफ्रेन्ट मल्टिपल कुराहरू एभाइलेबल छ, डिफ्रेन्ट मल्टिपल लेभल्सहरू छ, बिल्डिङ थोरैमा पनि 6-7 तलाको बिल्डिङहरू हुन्छ। सो डिफ्रेन्ट बिल्डिङहरूमा चाहिँ अथवा डिफ्रेन्ट फ्लोरहरूमा चाहिँ के छ त भन्दाखेरि डिफ्रेन्ट टाइप्स अफ गुड्स एन्ड सर्भिसेसहरू चाहिँ प्रोभाइड गर्छन् उनीहरूले। सो सेम टाइप्स अफ क्युबरनेटिक्स क्लस्टरमा पनि के हुन्छ त भन्दाखेरि कन्ट्रोल प्लेन भनेको चाहिँ भाटभटेनीको एउटा शाखालाई चाहिँ मेन्टेन गर्ने एउटा कन्ट्रोल प्लेन भनेको एक ठाउँमा छ, जुन चाहिँ सेन्ट्रलाइज्ड मोनिटरिङ हुनसक्छ, सेन्ट्रलाइज्ड बिलिङ हुनसक्छ, अथवा सबै कुरा चाहिँ एक ठाउँमा छ। र नोडहरूलाई चाहिँ हामीले चाहिँ डिफ्रेन्ट फ्लोरहरू भनेर मानौँ अहिलेको लागि चाहिँ। सो देयर आर डिफ्रेन्ट नोड फर द डिफ्रेन्ट फ्लोर है त। र एउटा कन्ट्रोल प्लेनमा चाहिँ अब मेन्टेन गर्नको लागि के भाटभटेनीमा पनि एउटा एकाउन्टिङ शाखा होला, एउटा स्टकको शाखा होला, एउटा एक्सटर्नल रिलेसनको शाखा होला, पब्लिक रिलेसनको शाखाहरू होला होइन, एउटा एडभर्टिजमेन्ट मार्केटिङ एन्ड एडभर्टिजमेन्टको शाखाहरू होला। त्यस्तै तरिकाले चाहिँ कन्ट्रोल प्लेनको काम के हो त भन्दाखेरि यहाँ कन्ट्रोल प्लेनभित्र पनि मल्टिपल हामीसँग कम्पोनेन्टहरू छ। सो यो कुरालाई चाहिँ हेर्दै जानियो भने चाहिँ कन्ट्रोल प्लेनमा चाहिँ एराउन्ड 5वटा मेन कम्पोनेन्टहरू हुन्छ भने नोडमा चाहिँ एराउन्ड 2टा मेन कम्पोनेन्टहरू हुन्छ। यसमा चाहिँ हामीले अरू कम्पोनेन्टहरूलाई चाहिँ बिस्तारै एड गर्न पनि सकिन्छ है त। सो स्टार्टिङ विथ द एपिआई सर्भर। सो एपिआई सर्भर भनेको चाहिँ के हो त भन्दाखेरि कोर कम्पोनेन्ट सर्भर द्याट एक्सपोज द क्युबरनेटिक्स एचटिटिपी एपिआई। सो एज वी अल नो क्युबरनेटिक्स भनेको चाहिँ एपिआईमा काम गर्छ। सो इट्स रिटर्न अन द गोल्याङमा लेखिएको हो र यो टोटल्ली केमा काम गर्छ त भन्दाखेरि एपिआईमा काम गर्छ। सो एपिआईमा काम गर्नको लागि चाहिँ के थाहा हुनु पऱ्यो त भन्दाखेरि त्यो एपिआई चाहिँ एक्सपोज हुनु पऱ्यो। सो एक्सपोजमा चाहिँ के गरिन्छ त भन्दाखेरि हामीले कुनै पनि कमान्ड चलायौँ भने बिहाइन्ड द सिन्स, जस्तो क्युबसिटिएल गेट पट्स भनेर चाहिँ मैले चलाएँ अथवा क्युबसिटिएल गेट नोड्स भनेर चाहिँ मैले चलाएँ भने त्यसभित्र चाहिँ के हुन्छ त भन्दाखेरि त्यसले चाहिँ अल्टिमेटली हामीलाई एउटा कमान्ड दिए पनि अल्टिमेटली त्यसले हिट गर्ने चाहिँ के हो त एपिआई सर्भर नै हो। र एपिआई सर्भर हिट गर्दाखेरि एपिआईको लागि डिफ्रेन्ट लेभल अफ अथेन्टिकेसनहरू पास गर्नुपर्छ र डिफ्रेन्ट लेभल अफ एकाउन्टिङ, जसले चाहिँ मैले जति बेला कुनै पनि केही कुरा रिसोर्सेसहरूमा चाहिँ चेन्जेस गर्छु भने त्यसलाई चाहिँ रिफ्लेक्ट गर्ने काम चाहिँ के को हो त एपिआई सर्भरको। सो लेट्स टेक द क्युब एपिआई सर्भर एज के हो त हाम्रो फ्रन्ट इन्ड हो अहिलेको लागि चाहिँ। मेरो एपिआई सर्भरको लागि क्युबरनेटिक्स क्लस्टरको लागि एपिआई सर्भर भनेको चाहिँ के हो त फ्रन्ट इन्ड हो, अर लेट्स से कस्टमर सर्भिस डेस्क हो
जसले चाहिँ के गर्छ त भन्दाखेरि सुपरमार्केटको एनालोजी भाटबाडिनीको एनालोजीमा हेर्ने हो भने एपिआई सर्भर क्युबरनेटिक्सको एपिआई सर्भर भनेको भाटबाडिनीको चाहिँ कस्टमर सर्भिस डेस्क हो, जसमा चाहिँ कस्टमरले के गर्छ त भन्दाखेरि गएर आफ्नो गुनासोहरू आफ्नो कुराहरू राख्न सक्छ र त्यो डेस्कबाट चाहिँ उसले चाहिँ केही सल्युसनहरू पाउँछ भन्ने कुरा चाहिँ हो। त्यसपछि आउँछ इटिसिडी सर्भर। इटिसिडी सर्भर भनेको चाहिँ हाम्रो यो क्युबरनेटिक्सको चाहिँ डेटाबेस, जसले चाहिँ के काम गर्छ त भन्दाखेरि स्टेट मेन्टेन गर्ने काम गर्छ। सो इटिसिडीले चाहिँ के हो त भन्दाखेरि यसलाई चाहिँ अब भाटबाडिनीको इक्जाम्पलमा हेर्ने हो भने स्टोर रेकर्ड अर द डेटाबेस भन्छ यसलाई चाहिँ। इटिसिडी सर्भर भनेको चाहिँ के हो त, स्टोर रेकर्ड्सहरू स्टोर गर्ने ठाउँ हो, जसमा चाहिँ के हुनसक्छ त्यो रेकर्ड्सहरूमा चाहिँ जस्तो सुपरमार्केटको एनालोजीमा हेर्दाखेरि चाहिँ त्यो रेकर्डमा चाहिँ कति सामान आयो कति सामान गयो होइन, कुन सामानहरू एभाइलेबल छ, कुन सामानहरू सकिन थालेको छ, कुन सामानहरू रिफिल भएको छ, कुन कस्टमरले कुन सामानहरू किन्यो होइन, कुन सामानहरू कुन फ्लोरमा छ, त्यो सबै कुराहरू चाहिँ स्टोर गर्ने काम चाहिँ केले गर्छ त इटिसिडी सर्भर। र हामीसँग चाहिँ एउटा मेन टास्क विथिन द सिके एक्जामिनेसन एउटा मेन क्वेसन आउँछ। त्यो क्वेसनमा चाहिँ के हुन्छ त भन्दाखेरि हामीले एउटा इटिसिडी सर्भरको डेटालाई चाहिँ ब्याकअप गर्छौँ र त्यो ब्याकअप गरेको डेटालाई चाहिँ हामीले के गर्छौँ त फेरि रिस्टोर गरेर चाहिँ त्यो एउटा क्युबरनेटिक्सको स्टेट मेन्टेन गर्ने काम चाहिँ गर्छौँ। सो इटिसिडी सर्भरको काम भनेको चाहिँ डेटाबेस हो जसले चाहिँ की भ्यालु पेयरमा मेरो डेटा राख्छ, र स्टेट म्यानेजमेन्टको काम पनि कसको हो त इटिसिडी सर्भरको। र इटिसिडी सर्भर यदि डेटाबेस मेरो मा केही इस्यु आयो भने मेरो क्युबरनेटिक्स क्लस्टरको जुन मेरो रिक्वायर्ड अथवा मैले जुन सोचेको जुन एउटा स्टेट छ त्यो स्टेट चाहिँ कम्प्रोमाइज हुन्छ। त्यसपछि आउँछ क्युब सेड्युलर। सो सेड्युलरको काम के हो, हामीले यतिको पनि बुझ्दाखेरि वाट इज द फङ्सन अफ द सेड्युलर। सेड्युलरको काम के हो त भन्दाखेरि मेरो कुनै पनि नोडमा चाहिँ के काम गराउने र त्यो कति बेला गराउने त्यो काम भनेको चाहिँ कसको हो त क्युब सेड्युलरको काम हो। सो क्युब सेड्युलरले के काम गर्छ त भन्दाखेरि यसले चाहिँ मेरो नोडहरूमा चाहिँ के रिसोर्सेसहरू स्पिनअप गर्ने के रिसोर्सेसहरू स्पिनअप नगर्ने त्यो कुराहरू डिफाइन गर्ने काम चाहिँ सेड्युलरले गर्छ। र सुपरमार्केटको एनालोजीमा हेर्दाखेरि सेड्युलर भनेको चाहिँ म्यानेजर हो अहिलेको लागि, जसले चाहिँ के काम गर्छ त भन्दाखेरि आफ्नो इम्प्लोइ आफू अन्डरमा भएको इम्प्लोइहरूलाई चाहिँ के काम गर्ने भनेर चाहिँ उसलाई चाहिँ अराउने काम चाहिँ सेड्युलरको काम हो। जस्तो लेट्स टेक एन इक्जाम्पल, जस्तो मेरो एउटा गुड्सहरू भर्खर आएको छ भने म चाहिँ एज अ म्यानेजर हो भने मैले मेरोभन्दा तलको इम्प्लोइलाई चाहिँ के भन्छु त भन्दाखेरि त्यो जुन नयाँ गुड्सहरू आएको छ त्यसलाई चाहिँ तिनीहरूको रेस्पेक्टिभ पोजिसनमा लगेर चाहिँ तिमीहरूले राख्न पर्यो है, यति टाइमसम्म चाहिँ तिमीहरूले राखिसक्नुपर्छ है भनेर मैले केही कुरा डिफाइन गरिदिएँ, उनीहरूलाई त्यो काम दिएँ भने उनीहरूले चाहिँ त्यो टाइमभित्र चाहिँ त्यो कुराहरू रिफ्लेक्ट गरिदिन्छ। सो सेड्युलरको काम के हो त भन्दाखेरि केही कुरालाई चाहिँ सेड्युल गर्ने काम चाहिँ सेड्युलरको काम हो होइन। र अर्को आउँछ क्युब कन्ट्रोल म्यानेजर। सो कन्ट्रोल म्यानेजरको काम के हो त भन्दाखेरि सबै कुरालाई कन्ट्रोल गर्ने कसले हो त, जस्तो क्युब एपिआई सर्भरमा कसले के काम गर्न पाउँछ, कसले रिक्वेस्टहरू गर्न पाउँछ, कसले रेस्पोन्सहरू पाउँछ होइन। इटिसिडी सर्भरमा चाहिँ स्टेट म्यानेजमेन्टको सबै कामहरू कसरी कन्ट्रोल गर्ने, कसरी त्यसलाई सेक्योर गर्ने, कसरी मेन्टेन गर्ने त्यो स्टेट होइन, त्यो कुराहरू सेड्युलरमा चाहिँ कुन म्यानेजरले कुन काम कुन इम्प्लोइलाई गराउने होइन, त्यो कामहरू सबै कामहरू चाहिँ कसले डिफाइन गर्छ त भन्दाखेरि कन्ट्रोल म्यानेजरले। सो देयर आर मल्टिपल कन्ट्रोल म्यानेजर, हामीसँग चाहिँ क्युबरनेटिक्स क्लस्टरभित्र चाहिँ मल्टिपल कन्ट्रोल म्यानेजरहरू हुन्छ। सो जस्तै सुपरमार्केटमा पनि मल्टिपल अपरेसन म्यानेजर। सो अपरेसन म्यानेजर भनेको चाहिँ यहाँ के हो त कन्ट्रोल म्यानेजर हो। र अपरेसन म्यानेजरहरूले के काम गर्छ त भन्दाखेरि आफ्नो डिपार्टमेन्ट, जस्तो म अपरेसन म्यानेजर भयो होइन र मेरो लागि चाहिँ डेली गुड्सहरू चाहिँ मेरो अन्डरमा आउँछ भने मेरो अन्डरमा मल्टिपल म्यानेजरहरू हुनसक्छ, जसले चाहिँ एउटा म्यानेजरले के मैले अपरेसन म्यानेजरले चाहिँ के भन्छ त भन्दाखेरि एउटा म्यानेजर यदि म डेली गुड्सहरूको मान्छे कन्ट्रोल गर्ने अपरेसन म्यानेजर हो र मेरो अन्डरमा चाहिँ 2-3टा म्यानेजरहरू छ भने मैले चाहिँ एउटा म्यानेजरलाई के भन्छु त भन्दाखेरि नयाँ गुड्सहरू आएको छ तिमीहरूले चाहिँ त्यो गुड्सहरू रिफ्लेक्ट गर्नु पर्यो, जहाँ त्यसको रेस्पेक्टिभ पोजिसन हो त्यहाँ लगेर चाहिँ राख्नु पर्यो भन्ने कुरा चाहिँ मैले एउटा म्यानेजरलाई गराउँछु। अर्को म्यानेजरलाई मैले के गराउँछु त भन्दाखेरि स्टकमा चाहिँ के एभाइलेबल छ र के सकिन थालेको छ त्यसको चाहिँ मलाई रिपोर्टिङ चाहियो है भनेर चाहिँ मैले भन्ने काम गर्छु।
र अर्को म्यानेजर जो छ उसलाई चाहिँ मैले के भन्छु त भन्दाखेरि मैले उसलाई चाहिँ जो सेक्युरिटी मेन्टेन गरेर राख्नु पऱ्यो, यहाँको एउटा पिसफुल इन्भाइरोमेन्ट मेन्टेन गरेर राख्नु पऱ्यो, र अगर कस्टमरलाई चाहिँ कस्टमरलाई केही कन्फ्युजन भयो भने तेरो जिम्मा है भनेर चाहिँ मैले चाहिँ उसले जिम्मेवारी दिएर राख्छु। सो कन्ट्रोलर म्यानेजरको काम भनेको चाहिँ एउटा स्टेट मेन्टेन गर्ने काम चाहिँ कन्ट्रोलर म्यानेजरको हुन्छ क्युबरनेटिक्स क्लस्टरभित्र। र अर्को आउँछ क्लाउड कन्ट्रोल म्यानेजर। सो क्लाउड कन्ट्रोल म्यानेजर भनेको चाहिँ कस्तो हो त भन्दाखेरि अब क्युबरनेटिक्स आर्किटेक्चर अथवा क्युबरनेटिक्स क्लस्टर अहिलेसम्म हामीले हाम्रो इन डिभाइसमा मात्र राखेको छ, हाम्रो पर्सनल डिभाइसमा मात्र राखेको छौँ। बट वाट इफ मेरो क्युबरनेटिक्स क्लस्टर चाहिँ मेरो क्लाउडमा कुनै पनि क्लाउड प्रोभाइडरमा छ, सच एज एमाजोन, एज्योर, गुगल, जिसिपीहरूमा छ भने अब उनीहरूको रिसोर्सेसहरूसँग कम्युनिकेट गर्नको लागि मलाई के चाहिन्छ त भन्दाखेरि क्लाउड कन्ट्रोल म्यानेजर चाहिन्छ। सो क्लाउड कन्ट्रोल म्यानेजर भनेको चाहिँ अब सुपरमार्केटको एनालोजीमा चाहिँ एउटा एक्सटर्नल मेरो भेन्डर हो जसले चाहिँ मलाई के प्रोभाइड गरिरहेछ त भन्दाखेरि डिफ्रेन्ट टाइप्स अफ गुड्सहरू प्रोभाइड गरिरहेछ। सो म एउटा भेन्डरबाट चाहिँ मलाई चिनी मात्र लिन्छु, म अर्को भेन्डरबाट चाहिँ म साबुनहरू लिन्छु, म अर्को भेन्डरहरूबाट चाहिँ दालहरू लिन्छु हो। सो यस्तो टाइपको चाहिँ मेन्टेन गर्ने जुन चाहिँ कन्ट्रोलर म्यानेजर भन्दा अलिकति फरक भयो उसको रोल, जसले चाहिँ इन्टर्नल स्टेट मेन्टेन गर्नुभन्दा पनि एक्सटर्नलबाट चाहिँ मैले कसरी मेरो गुड्सहरू लिएर आउन सक्छु मेरो इन्टर्नल स्टेटमा चाहिँ त्यो कुराहरू मेन्टेन गर्ने काम चाहिँ कसको हो त क्लाउड कन्ट्रोल म्यानेजरको हुन्छ त्यो कुरा चाहिँ होइन। सो यसको डिटेल्सहरू चाहिँ हामीले यहाँ सबै कुरा चाहिँ राम्रोसँग हेर्न सक्छौँ। सो क्लस्टर आर्किटेक्चरमा चाहिँ यसको डिटेल्सहरू चाहिँ हामीले सबै कुरा चाहिँ यहाँ स्टडी गर्न पाउँछौँ। के हो त यसको काम के हो, र हामी अघि भन्यौँ मसँग चाहिँ मल्टिपल कन्ट्रोल म्यानेजरहरू हुन्छ भनिसकेपछि मसँग नोड कन्ट्रोलर हुन्छ जसको काम के हो त भन्दाखेरि नोडलाई चाहिँ कन्ट्रोल गरेर राख्ने, नोडको स्टेटहरू, नोड चाहिँ अप एन्ड रनिङ छ कि छैन, नोड रेडी कन्डिसनमा छ कि छैन, नोडमा केही इस्यु आएको छ कि छैन, त्योहरू मेन्टेन गरेर राख्ने भनेको चाहिँ कसको काम हो त नोड कन्ट्रोलरको। जब कन्ट्रोलर भनेको मैले केही कामहरू मैले दिएँ भने त्यो जबहरूलाई चाहिँ मेन्टेन गरेर राख्ने भनेको चाहिँ कसको काम हो त जब कन्ट्रोलरको। इनपोइन्ट स्ल्यास कन्ट्रोलर, सर्भिस एकाउन्ट कन्ट्रोलर, अब यिनीहरू सबै डिफ्रेन्ट टाइप्स अफ कन्ट्रोलरहरू छ। त्यो चाहिँ अब हामीले चाहेअनुसार चाहिँ हामीले चाहिँ हाम्रो क्युबरनेटिक्स आर्किटेक्चर अथवा क्युबरनेटिक्स क्लस्टरमा चाहिँ हामीले चाहिँ इनेबल गर्दै जान्छौँ त्यो कुराहरूलाई चाहिँ। सो यसरी चाहिँ हाम्रो क्लस्टर प्लेनको कम्पोनेन्ट्सहरूको इक्जाम्पल के अरे डिस्क्रिप्सन चाहिँ हामीले यसरी कभर अप गऱ्यौँ। त्यसपछि हामी जान्छौँ नोड कम्पोनेन्ट। सो नोड कम्पोनेन्ट्समा हामीसँग तिनवटा कुराहरू छ, क्युबलेट छ एउटा, क्यु प्रक्सी छ र कन्टेनर रन टाइम छ। सो कन्टेनर रन टाइम चाहिँ वान अफ द मोस्ट इम्पोर्टेन्ट, जसले चाहिँ के काम गर्छ त भन्दाखेरि एउटा सफ्टवेयर हो। कन्टेनर रन टाइम भनेको चाहिँ के हो त एउटा सफ्टवेयर हो जसले चाहिँ के काम गर्छ त फन्डामेन्टल कम्पोनेन्ट, जसमा चाहिँ के हुन्छ त भन्दाखेरि मेरो पर्ट्सहरू अथवा मेरो कन्टेनरहरू चाहिँ रन हुने रन टाइमलाई चाहिँ हामीले के भन्छौँ त कन्टेनर रन टाइम भन्छौँ। सो एनालोजी हेर्दाखेरि चाहिँ सो कन्टेनर रन टाइमको कन्सेप्ट भनेको चाहिँ हाम्रो ठ्याक्कै के हुन्छ त भन्दाखेरि कन्टेनर रन टाइम भनेको चाहिँ कन्टेनर रन टाइम भनेको चाहिँ मेरो चाहिँ त्यो एउटा किचन अथवा फ्याक्ट्री जस्तो हो, जसबाट चाहिँ मैले के हुन्छु मेरो कन्टेनर रन टाइम भनेको चाहिँ मेरो एउटा फ्याक्ट्री अथवा स्टोर रुम जस्तो हो, जसबाट चाहिँ मैले गुड्सहरू चाहिँ लिएर आउँछु होइन। गुड्सहरू लिएर आएर चाहिँ मैले चाहिँ डिस्प्ले गर्ने काम हुन्छ। अथवा कन्टेनर रन टाइमलाई चाहिँ मैले के भन्न सक्छु त भन्दाखेरि पर्सहरू सामानहरू राख्नको लागि सेल्फहरू हो कन्टेनर रन टाइम भनेको चाहिँ होइन। जस्तो डिफ्रेन्ट सेल्फ्सहरू हुन्छ, हामी सुपर मार्केटमा गइसकेपछि एउटा सेल्फमा खाद्यान्न सामानहरू होला, एउटा सेल्फमा चाहिँ मेरो लगाउने कपडाहरू होला होइन, अथवा मेरो घर सफा गर्ने कुराहरू हुन्छ, अर्को सेल्फमा चाहिँ किचन आइटम्सहरू हुन्छ, अर्को सेल्फमा चाहिँ मेरो एल्कोहल्सहरूको सेल्फहरू हुन्छ, अर्को सेल्फमा चाहिँ मेरो चक्लेट्सहरूको सेल्फहरू हुन्छ। सो कन्टेनर रन टाइमलाई चाहिँ हामीले एज अ सेल्फ मानौँ होइन। वर्कर नोड भनेको चाहिँ मेरो एउटा फ्लोर हो, फ्लोरभित्रको एउटा एक एकवटा सेल्फलाई चाहिँ हामीले चाहिँ के मानौँ त कन्टेनर रन टाइम मानौँ है त। त्यसपछि आउँछ क्युबलेट। सो क्युबलेट भनेको चाहिँ हामीले यहाँ हेर्दाखेरि चाहिँ अस्ति पनि हामीले काम गर्दाखेरि चाहिँ हामीले के गरेको थियौँ त भन्दाखेरि हामीले क्लस्टरलाई चाहिँ बिल्डअप गर्दाखेरि चाहिँ क्युबलेट पनि इन्स्टल गरेको छौँ। सो क्युबलेटको काम के हो त भन्दाखेरि यसको काम भनेको इन्स्योर द पर्ट्स आर रनिङ एन्ड इन्क्लुडिङ देयर कन्टेनर्स। सो क्युबलेटको काम के हुन्छ,
क्युबलेटको काम भनेको चाहिँ मेरो पर्ट्सहरू रनिङ स्टेटमा हुनु पऱ्यो र यो एउटा एजेन्ट हो जुन चाहिँ हरेक नोडमा चाहिँ इन्स्टल हुन्छ इन्क्लुडिङ द कन्ट्रोल प्लेन। र यसको काम के हो त भन्दाखेरि मेरो हरेक नोडहरू चाहिँ यसमा चाहिँ इन्स्टल हुनु पऱ्यो। यदि हरेक नोडहरूमा चाहिँ इन्स्टल हुनु पऱ्यो र त्यो नोडमा इन्स्टल भइसकेपछि त्यहाँभित्र एसाइन भएको रिसोर्सेसहरूको स्टेट मेन्टेन गर्ने काम चाहिँ कसको हो त? क्युबलेटको। अब क्युबलेटलाई चाहिँ सुपरमार्केटको एनालोजीमा चाहिँ के गर्न सकियो त भन्दाखेरि सेक्सन सुपरभाइजर भनेर चाहिँ हामीले दिन सक्यो, जसको काम चाहिँ के हो त भन्दाखेरि एभ्रिथिङ इज वर्किङ एज एक्सपेक्टेड। एभ्रिथिङ जस्तो गुड्सहरू सेल्फमा छ कि छैन, सकेको छैन त्यसलाई तत्काल रिप्लेस भएको छ कि छैन। यदि रिप्लेस भएको छैन भने उसले के गर्छ, सेक्सन म्यानेजर सेक्सन सुपरभाइजरले चाहिँ कसलाई के अरे इन्फर्म गर्छ त भन्दाखेरि कन्ट्रोल म्यानेजरलाई इन्फर्म गर्छ। कन्ट्रोल म्यानेजरले के गर्छ, अब आफ्नो अन्डरमा भएको सुपरभाइजरलाई चाहिँ उसले चाहिँ अथवा आफ्नो अन्डरमा भएको म्यानेजरलाई चाहिँ के काम गर्छ, यहाँ चाहिँ यो गुड्सहरू सकेछ यसलाई चाहिँ रिप्लेस गरिहाल्न पऱ्यो भन्छ। अब त्यो गुड्सहरू चाहिँ एभाइलेबल छ, विदिन द स्टक छ भने उसले के गर्छ त भन्दाखेरि आफ्नो वर्करहरूलाई चाहिँ कति बेला ल्याएर अब त्यो रिस्टक गर्ने त होइन, त्यो डिफाइन त्यो सेड्युल गर्ने काम चाहिँ अब उसको काम हुन्छ भने। यदि छैन भने उसले ब्याक टु द कन्ट्रोल म्यानेजरले के भन्छ, यो स्टक यो तपाईँले भनेको कुरा चाहिँ जुन चाहिँ सकिरहेको छ त्यो हामीसँग स्टकमा छैन, तपाईँले चाहिँ मगाइदिनु पऱ्यो भनेपछि कन्ट्रोल म्यानेजरले के गर्छ, अब त्यो कन्ट्रोल म्यानेजरले क्लाउड कन्ट्रोल म्यानेजरलाई भन्छ, क्लाउड कन्ट्रोल म्यानेजर ल हामीसँग यो स्टकहरू छ होइन, तपाईँको भेन्डरसँग चाहिँ तपाईँले मगाइदिनु र हामीसँग यहाँ हाम्रो स्टक रूपमा ल्याएर राखिदिनु भन्छ। र त्यो ल्याएर राखी अब क्लाउड कन्ट्रोल म्यानेजरले आफ्नो स्टक जुन चाहिँ भेन्डर हो त्यसबाट चाहिँ सामानहरू लिएर आउँछ, स्टकमा लिएर आउँछ र स्टकमा राखेको कुराहरूको डेटा चाहिँ कहाँ जान्छ त भन्दाखेरि इटिसिडी सर्भरमा गएर चाहिँ स्टोर हुन्छ। र यो सबै कुरा मेन्टेन गर्ने काम चाहिँ कसको हुन्छ त, एउटा वर्किङ पर्फेक्टली वर्किङ क्युबरनेटिक्स आर्किटेक्चर अथवा एउटा क्युबरनेटिक्स क्लस्टरको काम हुन्छ है त। अनि त्यसपछि चाहिँ क्यु प्रक्सी। अब प्रक्सीको काम के हो त भन्दाखेरि हाम्रो सर्भिसेसहरू मेन्टेन गर्ने चाहिँ सर्भिसेसहरू मेन्टेन गर्ने काम भनेको चाहिँ नेटवर्क रुल्स एन्ड सर्भिसेसहरू मेन्टेन गर्ने काम भनेको चाहिँ क्यु प्रक्सीको काम हो। सो क्यु प्रक्सीलाई चाहिँ हामीले के गरौँ त भन्दाखेरि क्यु प्रक्सीलाई चाहिँ हामीले चाहिँ एउटा नेटवर्क प्रक्सीको रूपमा मानौँ। सो नेटवर्क प्रक्सीले के काम गर्छ त भन्दाखेरि मेरो रिक्वेस्ट एन्ड रेस्पोन्सहरूलाई चाहिँ एउटा सिङ्गल पोइन्ट अफ कन्ट्याक्टमा चाहिँ चेन्ज गरिदिन्छ। सो सुपरमार्केटको एनालोजीमा भाटबटेनीको एनालोजीमा चाहिँ हामीले प्रक्सीलाई हेर्दाखेरि चाहिँ इट वुल्ड बी द इन्ट्रान्स अफ द भाटबटेनी, जसबाट चाहिँ हामी भित्र छिर्छौँ। भित्र छिरिसकेपछि हामी एउटा क्लस्टरको एउटा पर्फेक्टली वर्किङ क्लस्टरभित्र छिर्छौँ र मलाई चाहिँ डिफ्रेन्ट फ्लोरहरूमा जानु पऱ्यो भने चाहिँ म विदिन द स्टेयर्स विदिन द क्लस्टरभित्रकै अथवा मेरो भाटबटेनीभित्रकै स्टेयर्सहरू युज गरेर चाहिँ म डिफ्रेन्ट फ्लोरहरूमा गएर डिफ्रेन्ट सर्भिसेसहरू एन्ड डिफ्रेन्ट गुड्सहरू चाहिँ मैले युज गर्न पाउँछु। र निस्किने बेलामा चाहिँ म के गर्छु त भन्दाखेरि त्यही इन्ट्रान्सबाट म जहाँ छिरेको थिएँ त्यही इन्ट्रान्सबाट चाहिँ म निस्किन्छु। सो द्याट इज द कन्सेप्ट अफ द क्यु प्रक्सी होइन। सो क्यु प्रक्सीले चाहिँ के मेन्टेन गर्छ त भन्दाखेरि नेटवर्क रुल्स अन द नोड्स चाहिँ मेन्टेन गर्छ। सो जस्तो इन्ट्रान्समा पनि के कुरा राखिएको हुन्छ, भाटबटेनीको इन्ट्रान्समा हेर्ने हो भने चाहिँ डिटेक्सन राखिएको हुनसक्छ, जसले चाहिँ पे गरेर निस्केको छैन त्यसको चाहिँ बजर आउन सक्छ होइन, अथवा कुन कहाँ जान पाउने होइन, कुन मान्छे चाहिँ कहाँ जान पाउने त्यो कुराहरू पनि डिफाइन गर्ने काम चाहिँ के हो, त्यो इन्ट्रान्सभित्र छिरिसकेपछि नै मल्टिपल डिफ्रेन्ट इन्ट्रान्स थ्रु नै त्यो कुराहरू डिफाइन भएको हुन्छ भने क्यु प्रक्सीको काम पनि हाम्रो क्लस्टरमा चाहिँ यही नै हुन्छ। सो दिस इज द ओभरअल आर्किटेक्चर अफ द क्युबरनेटिक्स क्लस्टर है त। सो अब एड्समा चाहिँ हाम्रो अब डिएनएसको कन्सेप्ट आउँछ। सो एड्स अनमा चाहिँ हामी चाहिँ एउटा डिएनएसहरू हाल्छौँ। सो डिएनएसको काम के हो त भन्दाखेरि मेरो कहाँ जाने र के गर्ने होइन, नेमिङहरू त चाहियो नि त। जस्तो फर इक्जाम्पल मैले चाहिँ म एज अ कस्टमर चाहिँ भित्र गएँ, भाटबटेनीमा भित्र गएँ भने र मलाई थाहा छैन कुन सर्भिसेसहरू कहाँ पाउँछ भनेर थाहा छैन भने तपाईँहरूले ख्याल गर्नुभएको होला, कुनै पनि फ्लोरको अगाडिपट्टि चाहिँ गुड्स एन्ड सर्भिसेस होइन, खाद्यान्न सामानहरू यहाँ भनेर उनीहरूले त्यहाँभित्र राखिदिएको हुन्छ। अनि त्यसपछि मेरो मलाई चाहिँ इलेक्ट्रोनिक सामानहरू चाहियो भने म अर्को फ्लोरमा जान भनेर उनीहरूले चाहिँ मलाई चाहिँ इन्स्ट्रक्सनहरू दिएको हुन्छ। सो द्याट्स द डिएनएस फर नाउ। सो डिएनएस क्यु प्रक्सी यिनीहरू चाहिँ एकअर्कासँग चाहिँ
इन्टिग्रेटेड तरिकाले काम गर्छ र अरू अनि यसको लागि चाहिँ अझै एउटा कुराहरू चाहिन्छ। अर्को एउटा चाहिँ हामीले के भनिन्छ त भन्दाखेरि कन्टेनर रन टाइम इन्टरफेस त हेरिहाल्यो, अर्को छ कन्टेनर नेटवर्क इन्टरफेस। सो कन्टेनर नेटवर्क इन्टरफेस भनेको चाहिँ के हो त भन्दाखेरि यसले चाहिँ मेरो राउटिङ डिफाइन गर्ने काम गर्छ। सो दिस इज द एड अन जुन चाहिँ विथिन बिल्ट इन क्युबरनेटिक्स क्लस्टरभित्र चाहिँ आउँदैन होइन। बिल्ट इन क्युबरनेटिक्स क्लस्टर तपाईँले बनाउनु भयो भने यु निड टु इन्स्टल द कन्टेनर नेटवर्क इन्टरफेस फर राउटिङ एन्ड नेटवर्किङ होइन। यु निड टु इन्स्टल द स्टोरेज इन्टरफेस फर स्टोरिङ द डेटा, लङ टर्म स्टोरेजको लागि, सर्ट टर्म स्टोरेजको लागि छुट्टै छ, लङ टर्म स्टोरेजको लागिहरू छुट्टै छ होइन। सो स्टोरेज इन्टरफेसले के काम गर्छ त भन्दाखेरि तपाईँले चाहिँ एक्सटर्नल स्टोरेजसँग चाहिँ एक्सटर्नल स्टोरेज भेन्डरहरूसँग चाहिँ इन्टिग्रेट गराउनको लागि चाहिँ हेल्प गर्छ। सो बेसिक इक्जाम्पल चाहिँ के हुनसक्छ त भन्दाखेरि जस्तो नेटवर्क फाइल सिस्टम चाहिँ बिल्ट इन क्युबरनेटिक्समा आउँदैन। सो इफ आई युज अ कन्टेनर नेटवर्क इन्टरफेस इन्स्टल छ र मैले चाहिँ मलाई एनएफएस युज गर्नु पऱ्यो भने चाहिँ मैले के गर्न सक्छु त भन्दाखेरि इजिली त्यसलाई चाहिँ इन्टिग्रेट गर्न सक्छु मेरो क्युबरनेटिक्स क्लस्टरभित्र, मेरो केही पनि चेन्ज गर्न चाहिँ परेन। ओके, सो क्युबरनेटिक्स क्लस्टरलाई चाहिँ हामीले चाहिँ सुपरमार्केटको एनालोजीमा हेर्दाखेरि फेरि एकचोटि रिपिट गरौँ। क्युब एपिआई सर्भर भनेको मेरो फ्रन्ट डेस्क हो होइन। इटिसिटी सर्भर भनेको मेरो स्टोरेज रुम हो अथवा मेरो रेकर्ड रुम हो, रेकर्डिङ प्लेटफर्म हो। क्युब सेड्युलर भनेको चाहिँ मेरो के हो त म्यानेजर हो, जसले चाहिँ के गर्छ त भन्दाखेरि के काम कसलाई कति बेला हराउने भनेर काम गराउँछ। क्युब कन्ट्रोल म्यानेजर भनेको चाहिँ मेरो चाहिँ के हो त अपरेसन म्यानेजर हो, जसले चाहिँ मेरो अपरेसन चाहिँ स्मुथली रनिङ विथिन द डिजायर्ड स्टेटमा चाहिँ स्मुथली रनिङ छ भनेर चाहिँ त्यो डिफाइन गर्ने काम चाहिँ क्युब कन्ट्रोल म्यानेजरको। र क्लाउड कन्ट्रोल म्यानेजर भनेको चाहिँ जसुकै अप्सनल हुन्छ। इफ यु आर रनिङ द क्युबरनेटिक्स क्लस्टर इन द क्लाउड इन्भाइरोमेन्ट देन इट विल बी युज्ड, यदि छैन भने चाहिँ इट विल नट बी युज। र अहिलेको लागि हामीले बुझ्दाखेरि चाहिँ क्लाउड कन्ट्रोल म्यानेजर भनेको चाहिँ यस्तो म्यानेजर हो जसले चाहिँ एक्सटर्नल भेन्डरहरूसँग चाहिँ इन्टिग्रेट गर्ने काम गर्छ र त्यहाँको रिसोर्सेसहरूलाई चाहिँ मेरो क्युबरनेटिक्स आर्किटेक्चरमा चाहिँ इम्प्लिमेन्ट गराउने काम गर्छ। सो लेट्स गो फर द नोड कम्पोनेन्ट्स एज वेल। क्युबलेट, क्युब प्रक्सी र कन्टेनर रन टाइम। सो क्युबलेट भनेको चाहिँ के हो त, क्युबलेट भनेको चाहिँ मेरो सेक्सन सुपरभाइजर हो, जसले चाहिँ इन्स्योर गर्छ कि मेरो गुड्सहरू एभाइलेबल छ कि छैन, त्यो गुड्सहरू त्यो मेरो पर्ट्सहरू रनिङ छ कि छैन। यदि छैन भने त्यसलाई फेरि त्यो रनिङ स्टेटमा लिएर आउनुको लागि के गर्नुपर्छ, कसरी त्यसलाई चाहिँ रिप्लेस गर्ने, लाइफ साइकल म्यानेजमेन्ट कसरी गर्ने, सबै कुरा त्यसले डिफाइन गर्छ। त्यो प्रक्सी भनेको चाहिँ मेरो के हो त नेटवर्क रुल्स हो, ढोका हो अहिलेको लागि मानौँ, जहाँ जुन थ्रु चाहिँ ट्राफिक इन एन्ड आउट गर्छ। र कन्टेनर रन टाइम भनेको चाहिँ के हो त मेरो चाहिँ सेल्फ हो, जहाँ चाहिँ मेरो गुड्सहरू चाहिँ मैले डिस्प्ले गर्छु। सो द्याट्स द एनालोजी है। र अब अलिकति यो कुराहरूलाई चाहिँ हामीले चाहिँ अलिकति प्र्याक्टिकल्ली पनि हेरौँ है त। सो मैले मेरो सिस्टममा चाहिँ अहिलेको चाहिँ डकर इन्स्टल गरेको छु। सो डकर थ्रु चाहिँ मैले चाहिँ यहाँ डकर थ्रु चाहिँ मैले एउटा कन्ट्रोल प्लेन र दुईवटा नोट्सहरू बनाएको छु। सो त्यो बारेमा चाहिँ अलिकति हेरौँ। सो क्युबसिटिएल गेट नोट्स गरेर हेऱ्यौँ भने हामीसँग के छ, हामीसँग 3टा नोट्सहरू छ टोटल। सो एउटा चाहिँ के हो त भन्दाखेरि मिनी क्युब, जुन चाहिँ के हो त मेरो रोल्स चाहिँ हामीले यसरी डिफाइन गर्छौँ कि कन्ट्रोल प्लेनको रोल्स चाहिँ यसरी कन्ट्रोल प्लेन भनेर आउँछ भने वर्कर नोडको चाहिँ जस्ट नन भनेर मात्र आउँछ। सो मैले चाहिँ मिनी क्युब युज गरिरहेको छु र मिनी क्युबमा चाहिँ यो गर्नको लागि चाहिँ सजिलो छ। ओके, सो मिनी क्युब रेडी कन्ट्रोल प्लेन भनेर चाहिँ यो मेरो सबै स्ट्याटस रेडी स्टेटमा छ। सो नोट्सहरूको बारेमा अझै राम्रोसँग बुझ्नको लागि हामीले वाइड गऱ्यौँ भने चाहिँ हामीसँग के हुन्छ हो, यो नोट्सहरूमा चाहिँ कसरी हामी हेर्ने भनेर चाहिँ यहाँ जस्तो मिनी क्युब रेडी स्ट्याटस यो मेरो कन्ट्रोल प्लेन हो। सो यो कति दिन अगाडि 3 दिन अगाडि बनेको रहेछ, कुन भर्जन युज गरिरहेको छ भनेर हामीलाई थाहा पाइन्छ। यसको इन्टरनल आइपी के हो, कुन इमेज युज गरिरहेछ, कुन कर्नेल इमेज युज गरिरहेछ र कन्टेनर रन टाइम कुनमा छ, यो चाहिँ हामीले चाहिँ हेर्न सकिन्छ। सो यसले सबै कुरा चाहिँ इन्फर्मेसन दियो। सो एज द मिनी क्युब एज वेल, मिनी क्युब -M02 र मिनी क्युब -M03 भनेको चाहिँ मेरो के हो त वर्कर नोड हो। सो मलाई अझै यिनीहरूको बारेमा त डिटेल हेर्न मन लाग्यो भने क्युबसिटिएल डिस्क्राइब नोड के हो त मेरो मिनी क्युब। सो यो नेम चाहिँ मैले यहाँ लिएर आएँ। सो डिस्क्राइबको फङ्सनलिटी के हो त भने गेट भनेको
डिस्प्ले गर्ने काम गर्छ भने डिस्क्राइब भनेको एउटा स्पेसिफिक रिसोर्सेसलाई चाहिँ उसले चाहिँ के गर्छ त डिस्क्राइब गर्ने काम गर्छ। यसलाई चाहिँ लेस गरेर हेऱ्यौँ भने सो यसले चाहिँ के दियो नेम दियो रोल्स दियो लेबल्सहरू दियो। सो अलि पछि गएर हामीलाई यो लेबल्सको इम्पोर्टेन्सहरू पनि हामीले हेर्छौँ के हो त खासमा यो लेबल्सहरू भनेको एनोटेसनको इम्पोर्टेन्सहरू हेर्छौँ कति बेला बनेको यो इन्फर्मेसनहरू हेर्छ। सेड्युलिङको हामीले अघि कुरा गरेको थियौँ। सो टेन्स एन्ड टोलरेसनको कन्सेप्टहरू आउँछ त्यो अलिकति एडभान्स सेड्युलिङको कन्सेप्टभित्र गएर चाहिँ हामीले त्यो कुरा हेरिन्छ। अनसेड्युलेबल छ त छैन ओके। लिज के छ लिज यस्तो छ होइन। कन्डिसन टाइप के छ त भन्दाखेरि मेरो कन्डिसनको स्ट्याटस के छ त। यहाँबाट चाहिँ हामीले ट्रबल सुटिङको कन्सेप्टहरू पनि अलिकति हेरिन्छ यदि कति बेला मेरो मेमोरी पुगेको छैन के छ सबै कुरा चाहिँ अलिक पछि गएर हेरिन्छ। यसमा चाहिँ यसको एड्रेस कति हो त्यो हेरिन्छ। यसको क्यापेसिटी कति युज गरिरहेको छ यसले सिपियु कति युज गरिरहेको छ स्टोरेज कति छ पोर्ट्सहरू के चलिरहेको छ होइन। अनि त्यसपछि पोर्ट्सहरूको मेमोरी के छ कति मेमोरी यसले युज गरिरहेछ यो कुराहरू यहाँ हेरिन्छ। र क्यापेसिटी भनेको यति युज गरिरहेछ होइन। एलोकेटेबल भनेको चाहिँ यति युज गर्न सक्थ्यो यसले होइन यति चाहिँ एलोकेटेबल भइसकेको छ भन्ने कुरा चाहिँ यो भयो। सिस्टम इन्फो भनेको चाहिँ मेरो इन्फर्मेसन सिस्टमको इन्फर्मेसनहरू दिने काम गर्छ यसले चाहिँ। सो यो भनेको मेसिन आइडी भयो सिस्टम युआइडी बुट आइडी कर्नेल भर्जन सबै कुरा छ। पड सिआइडिआर होइन पडको इन्टरडोमेन राउटिङ कति हो आइपी सिआइडिआरको /24 को युज गरिरहेको रहेछ। नन टर्मिनेटेड पड्सहरू कुन चलिरहेको छ मेरो। र यो यहाँ हामीले हेर्न सक्छौँ अघि हामीले भनेको थियौँ यहाँ क्युब एपिआई इटिसिडी क्युब सेड्युलर क्युब कन्ट्रोल म्यानेजरहरू चलिरहेको छ हामीले यहाँ हेर्न सक्छौँ। र कोड डिएनएस भनेको मेरो डिएनएसको फङ्सनलिटी दिन्छ। इटिसिडी भनेको मेरो अघिको डेटाबेस भयो। क्युब एपिआई सर्भर भनेको मेरो फ्रन्ट इन्ड भयो। क्युब कन्ट्रोलर म्यानेजर भनेको के भयो मेरो अपरेसन म्यानेजर भयो जसले चाहिँ के काम गर्ने भनेर चाहिँ काम गराउँछ। क्युब प्रक्सीको काम भनेको चाहिँ नेटवर्किङको लागि युज गरिन्छ। क्युब सेड्युलरको काम भनेको चाहिँ के हो त कुन बेला कुन कुरा कति बेला सेड्युल गर्ने त्यो कुरा गर्यो। र स्टोर प्रोभिजनरको काम भनेको चाहिँ के हो त स्टोरेज प्रोभिजनरको काम भनेको चाहिँ मेरो स्टोरेजको लागि चाहिँ जुन चाहिँ सिएसआई कन्टेनर स्टोरेज इन्टरफेसतिरबाट चाहिँ आउँछ। सो यो इन्स्टल गरिसकेपछि मात्र एज अ पड रन गर्छ है त। सो यहाँभित्र चाहिँ अब कति युज गरिरहेको छ भनेर चाहिँ हामीले हेर्न गर्न सकिन्छ। र ओभरअल यो भयो होइन। सेम गोज फर यदि मैले मिनी क्युब -m02 गरेँ भने त्यही इन्फर्मेसनहरू हामीले चाहिँ हेर्न सकिन्छ। र यो डिफ्रेन्स के छ त भन्दाखेरि डिफ्रेन्स चाहिँ हामीले यहाँ हेर्न सक्छौँ। यो चाहिँ के हो त भन्दाखेरि यहाँ चाहिँ हामीले हेर्न के सकिन्छ त भन्दाखेरि अघि नन टर्मिनेटेड पड्समा चाहिँ यसमा के मात्र चलिरहेको छ क्युब प्रक्सी मात्र चलिरहेको छ। सो यो मात्र चलिरहेको छ अहिलेको लागि चाहिँ। अघि के थियो अघि चाहिँ यति धेरै नन टर्मिनेटेड पड्सहरूमा चाहिँ यति धेरै कन्ट्रोल म्यानेजरमा यति धेरै चलेको थियो भने यसमा चाहिँ के मात्र चलिरहेको छ यति मात्र चलिरहेको छ ओके। र अहिलेको लागि चाहिँ यसले केही पनि इभेन्टहरू पाएको छैन। र यसमा चाहिँ इभेन्ट्सहरू पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ यसरी चाहिँ रजिस्टर्ड नोड क्युब एज इन अ कन्ट्रोलर यदि भइसकेपछि चाहिँ हाम्रो नोड्सहरूको बारेमा चाहिँ हामीले हेऱ्यौँ है त। सो अब चाहिँ क्युब सिस्टम के अरे क्युब कन्ट्रोल सिस्टमभित्रको कन्ट्रोल प्लेनको कम्पोनेन्ट्सहरू क्युब एपिआईहरू इटिसिडी क्युब सेड्युलर क्युब कन्ट्रोल म्यानेजरहरूको बारेमा चाहिँ अलिकति स्टडी गरौँ है त। क्युब सिटिएल गेट पड्स सबै कुरा एज अ पड रन हुन्छ। र ड्यास एनले चाहिँ नेम स्पेस दिन्छ। र सो पहिला चाहिँ नेम सिस्टमहरू चाहिँ हामीले हेरौँ है त। सो नेम सिस्टमको बारेमा चाहिँ हामी यसपछिको उसमा चाहिँ आउँछौँ। नेम सिस्टमको बारेमा चाहिँ हामी यसपछिको नेक्स्ट भिडियोमा चाहिँ नेम सिस्टमको इम्पोर्टेन्सहरूको बारेमा चाहिँ हामी पढ्छौँ। सो त्योभन्दा अगाडि चाहिँ हामीले सुरुमा हेरौँ त क्युब नेम सिस्टमहरू छ। सो क्युब नेम सिस्टममा चाहिँ हामीसँग डिफल्ट छ यो नेम सिस्टम चाहिँ जसुकै एभाइलेबल हुन्छ होइन। र हामीसँग छ अर्को क्युब सिस्टम। क्युब सिस्टमभित्रको नेम स्पेस भनेको चाहिँ के हो त मेरो सबै क्युब को कन्ट्रोल प्लेनभित्रको कम्पोनेन्टहरूलाई होल्ड गर्ने काम चाहिँ कसले गर्छ त क्युब नेम सिस्टमले गर्छ है त। सो क्युब सिटिएल गेट पड्स ड्यास एन क्युब ड्यास सिस्टम गरेर हामीले हेऱ्यौँ भने यसले चाहिँ के दियो मलाई सबै पड्सहरूको इन्फर्मेसन चाहिँ दियो। यसमा चाहिँ अघि मैले देखाए जस्तै कोड डिएनएसले डिएनएसको काम गर्यो इटिसिडी एपिआई सर्भर क्युब कन्ट्रोल म्यानेजर यो
अब यिनीहरूको के छ त अब इन्फर्मेसन हामीले कसरी हेर्न सकिन्छ भनेर हेर्न मन लाग्यो भने यो कहाँ हुन्छ र कसरी यसको फाइल्सहरू चाहिँ कहाँ एभाइलेबल हुन्छ यसको जस्तो यो एज अ पड रन भइरहेको छ भने यसको कतै न कतै केही न केही डिफिनेसन त होला नि त। हो त्यो डिफिनेसन चाहिँ कहाँ रन भइरहेको छ त्यो कुराहरू हेर्नको लागि चाहिँ हामी चाहिँ मिनी क्युबभित्र चाहिँ एसएसएच गर्छौँ। मिनी क्युबभित्र चाहिँ एसएसएच गरेर /etc/क्युबेनेटिक्स फोल्डरभित्र गएर हेऱ्यौँ भने हामीसँग चाहिँ एडसन छ। एडसनभित्र भनेको चाहिँ कोडिएनएसको फङ्सनलिटीहरू हुन्छ र म्यानिफेस्टभित्र तपाईँहरूले गएर हेर्नुभयो सेड्युलरको भनेको चाहिँ हाम्रो यो सेड्युलर भयो, क्युब सेड्युलर भयो र म्यानिफेस्टभित्र गएर चाहिँ हामीले फाइल्सहरू हेर्न सकिन्छ। यो कन्फिगरेसन सेड्युलरको कन्फिगरेसन भयो, क्युबलेटको कन्फिगरेसन यहाँभित्र छ, कन्ट्रोल म्यानेजरको कन्फिगरेसन यहाँभित्र छ र एडसनको कन्फिगरेसन चाहिँ यहाँभित्र छ। सो स्टार्टिङ विथ द म्यानिफेस्टभित्र जाउँ हो। यहाँभित्र चाहिँ हामीसँग के छ त भन्दाखेरि etcd YAML। सो दिस इज द डेफिनेसन फाइल लेस etcd.yaml हामीले हेऱ्यौँ भने cat etcd.yaml लाई चाहिँ sudo su cat etcd.yaml गरेर हेऱ्यौँ भने चाहिँ यो चाहिँ मेरो के हो त डेफिनेसन हो मेरो YAML फाइल। मेरो कन्टेनर कुन चलिरहेको छ त etcd भनेर। यो अलिकति हेर्दाखेरि चाहिँ के देखेको हो भन्ने कुरा चाहिँ अलिकति गाह्रो हुन्छ। सो दिस इज द YAML फाइल। यसलाई चाहिँ हामीले क्युबेनेटिक्स रिसोर्स डेफिनेसन भन्छौँ। सो यहाँ धेरै कुराहरू लेखिएको छ। यो कुराहरू हामी बिस्तारै कभर अप गर्दै जान्छौँ। अहिलेको लागि चाहिँ हाम्रो लोकेसन चाहिँ के हो त, हाम्रो लोकेसन चाहिँ कुनै पनि कन्ट्रोल प्लेनको etcd/kubernetes/manifest फाइलभित्र गएर चाहिँ हामीले यो कुराहरू हेर्न सक्छौँ। सो यो कुरा भयो। अब जस्तो कन्टेनर रन टाइम कहाँ छ त, अब cd cni etcd भित्रको cni भित्र हामीले गएर हेऱ्यौँ भने यहाँ चाहिँ net.d भन्ने छ। यहाँभित्र चाहिँ के गर्छ त भन्दाखेरि मेरो कन्टेनर रन टाइमको इन्फर्मेसन चाहिँ के अरे नेटवर्क रन टाइमको इन्फर्मेसन चाहिँ यहाँनिर हामीले चाहिँ स्टोर गरिरहेको छ। र यो भयो। अनि CRIO भनेर हेरियो भने कन्टेनर डी CNI भित्र छ। कन्टेनर्सभित्र कन्टेनर डीभित्र कन्टेनर डीको काम के हो त भन्दाखेरि कन्टेनर डी भनेको चाहिँ हाम्रो चाहिँ कन्टेनर रन टाइम के हो, यो चाहिँ नेटवर्क इन्टरफेसको इन्फर्मेसनहरू हामी etcd यहाँभित्र गएर हेर्छौँ। etc/cni.d भित्र गएर हेर्छौँ भने रन टाइमको इन्फर्मेसन चाहिँ कन्टेनर डीभित्र गएर हेर्छौँ। ओके। सो यसलाई चाहिँ हामीले कस्तो तरिकाले पनि हेर्न सकिन्छ त भन्दाखेरि हामी यदि मसँग एसएसएच छैन अहिलेको लागि, लेट्स टेक एन इक्जाम्पल, मसँग एसएसएच छैन भने kubectl get pods -n cube-system भित्र गएर हामीले हेऱ्यौँ मसँग के छ। जस्तो मलाई etcd मिनी क्युबको बारेमा छ भने सो मैले यसलाई कपी गरेँ। यो कहाँभित्र हुनु पऱ्यो, क्युब सिस्टमभित्र हुनु पऱ्यो। ओके। सो मैले अघि भनेको थिएँ kubectl डिस्क्राइब पडको नाम के हो त, यो। यसलाई चाहिँ मैले के गरिदिन्छु, लेस गरिदिन्छु भने यसले चाहिँ सबै हरेक कुरा चाहिँ मेरो नेम के हो त मिनी क्युबको हो, स्ट्याटस के छ यसको रनिङ छ, यसको अघिको कन्टेनरको इन्फर्मेसन यहाँ हामीले हेर्न सकिन्छ है होइन, स्टेट के छ, रनिङ छ कि छैन, यसको रिक्वेस्ट कति, यसले रिक्वेस्ट कति गरिरहेको छ, लाइभनेस के छ, यसको रेडिनेस के छ, स्टार्टअप प्रोबहरू के छ, कन्डिसन के छ यसको होइन, र यहाँबाट चाहिँ टोलरेसनहरू छ कि छैन, सबै इन्फर्मेसन चाहिँ हामीले यसरी चाहिँ हेर्न सकिन्छ। सो गोज फर द पड्स। हामीले अरू कुनै पडको बारेमा हेरौँ। सो अरू कुनै पड भनेको क्युब एपिआई सर्भर। लेट्स टेक एन इक्जाम्पल र क्युब एपिआई सर्भरको बारेमा हेरौँ भने सो क्युब एपिआई सर्भरको पनि यसरी इन्फर्मेसनहरू चाहिँ हेर्न सकिन्छ है त। सो अब यो भयो हाम्रो कन्ट्रोल प्लेनको इन्फर्मेसनहरू भयो होइन। यो ठ्याक्कै इक्जाममा तपाईँहरूलाई चाहिँ यो कोर कम्पोनेन्ट के छ, कस्तो छ, यसको इम्पोर्टेन्स के हो, कसरी के गर्ने भनेर चाहिँ तपाईँहरूले चाहिँ सोध्दैन इक्जाममा चाहिँ। तर यु निड टु नो कोर कम्पोनेन्टहरू के छ, कोर कम्पोनेन्टभित्र चाहिँ मेरो कन्ट्रोल प्लेनभित्रको कम्पोनेन्ट र नोड कम्पोनेन्टहरू के छ, जुन चाहिँ पछि गएर चाहिँ तपाईँहरूको इक्जाममा चाहिँ तपाईँहरूले ट्रबल सुटिङको क्वेसनहरू आउँछ, त्यति बेला चाहिँ तपाईँलाई चाहिँ हेल्प गर्छ है त यसले चाहिँ।
सो द्याट्स अल फर दिस भिडियो। यता यो भिडियोलाई चाहिँ हामी यति नै गरौँ र यसपछि चाहिँ हामी चाहिँ अब अलिकति डिप डाउनतर्फ जान्छौँ। बिफोर द्याट यदि तपाईँहरूले केही क्वेसनहरू छ, केही कन्फ्युजिङहरू छ यो भिडियो अथवा प्रिभियस भिडियोहरूमा छ भने तपाईँहरूले चाहिँ त्यसमा चाहिँ तपाईँहरूले भिडियोको तल चाहिँ कमेन्टहरू गर्न सक्नुहुन्छ है त। यदि त्यति भन्दै आजको लागि चाहिँ म बिदा हुन्छु। हस् त, थ्याङ्क यू।